नमस्कार सम्पूर्ण बुवा आमा दाजुभाइ तथा दिदीबहिनीहरुमा देश विदेशमा छरिएर नेपालका कुना काप्चा जहाँ पनि संसारभर छरेर बस्नुभएका सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरुमा पक्कै पनि तपाईहरुको बिहानीको सुरुवात तातो तातो कफी र दुध चियाबाट सुरु भयो होला र मेरो दिनको बिहानको सुरुवात भने आफ्नै बारीमा फलेको अर्गानिक प्राकृतिक एकदमै राम्रो कोदाको खोलेबाट सुरुवात भएको छ, सुरुवात हुन्छ। यसमा आफ्नै करेसा बारीमा फलेका ज्वानो, मेथी, धनिया, अदुवा, बेसार, लसुनहरु मजाले पिसेर मसिनो बनाएर यसमा मजाले घोलेर परपरी भुटेर मैले चाहिँ खोले बनाएको छु र मेरो बिहानीको सुरुवात भने यसरी हुन्छ। अर्गानिक खाना आफ्नै बारीमा फलेको प्राकृतिक र अर्गानिक खोले। यसको फाइदा भने धेरै नै रहेको छ। हाम्रा बाउबाजेहरुको मुखबाट सुन्न सकिन्छ के फाइदा हुन्छ कोदोको खोलेले भनेर। बिहान बिहान चिया कफी खानु भन्दा यसरी कोदाको खोले बनाएर खानुस् साथीहरु। हजुरहरु पनि एकदम मिठो हुन्छ, टेस्टी हुन्छ। मेथी चपाएको है मैले चाहिँ। एकदम मिठो भयो कोदाको खोले। हजुरहरु पनि बिहानीको सुरुवात यसरी नै कोदाको खोलेबाट गर्नु होला भन्दै सबैलाई नमस्कार, धन्यवाद अन्तिमसम्म भिडियो हेरिदिनु भएकोमा र संसारकै जुनसुकै कुना काप्चामा छरिएर रहनु भएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुलाई यो भिडियो हेर्दै हुनुहुन्छ भने सबैले लाइक, कमेन्ट, शेयर गर्न नबिर्सनु होला भन्दै बाइ बाइ भन्न चाहे।